आज तिमीलाई चाहिँ होइन राजाभाको सांसदले चाहिँ सिंहदरबारको नाम फेर्नुपर्छ र आमनगर दरबार राख्नुपर्छ भनेर भने होइन, त्यसमा चाहिँ तिमी मन्जुर छौ कि छैनौ? यसमा म मन्जुर छैन। किन? किनभने अब हाम्रो इतिहास हो सिंहदरबार भनेको। होइन इतिहास चाहिँ फेरि यस्तो हुन्छ, कसैले मेटेर पनि मेटिँदैन फेरि। त्यही त, इतिहास त फेर्ने कुरै भएन। हाम्रो इतिहास हाम्रो सबै फेर्नु भनेर लाग्ने चाहिँ होइन। हामीले अब त्यसलाई भएकोलाई बचाउन सक्नु पर्यो। अनि मैले चाहिँ आज एउटा कुरा सम्झेँ क्या, जुन केपी शर्मा ओली प्रधानमन्त्री हुँदाखेरि चाहिँ चुच्चे नक्सा छाप्दाखेरि चाहिँ एउटा सायद कुन पार्टीको चाहिँ थाहा भएन, अनि त्यो गर्दाखेरि चाहिँ चुच्चे नक्सा चाहिँ भारतको हामीले नेपालको बनाउनु हुन्न भनेर सरिता गिरीले भनेको थियो होइन। ठ्याक्कै आज चाहिँ हरिधकाले त्यस्तो भन्दाखेरि चाहिँ आज त सिंहदरबारको नाम फेराउ भन होला अरे होइन। अनि भोलि चाहिँ फेरि नेपालकै नाम फेराउँ भन होला अरे। यसरी त भएन नि, अनि पछि सरासर गलत हो। अनि फेरि अब पछि गएर नेपाल भन्ने देश थियो अरे भन्ने भयो भने त अनि त्यही त, त्यसै गरी नेपाललाई पनि फेरि अर्कै राख्दै भइगयो त्यो भयो त होइन। यस विषयमा चाहिँ हामीलाई चित्त बुझेको छैन, यो पनि हामीलाई छैन एकदम यहाँबाट चाहिँ सरकार पछि हट्नुपर्छ भन्ने लाग्छ। धन्यवाद है।